हेलो गाइज, के छ हजुरहरूको खबर? सन्चै हुन्छ होला। आज चाहिँ टक्क हाम्रो खाना खाने बेला भयो। आज काम बिदा थियो अनि आज बिदाको दिनमा खाना खान लागेको। आज ढिलो भयो, दिउँसोको 12-1 बज्यो। अब खाना खान लाग्यो। यो चाहिँ टमाटर र तिलको चटनी, अनि यो चाहिँ लौका र मासु, चिकन मासु मिक्स गरेको ग्रेभी, अनि यो चाहिँ गाजर अनि काँक्रो सलाद, अनि यो चाहिँ नर्मल दाल, रातो दाल। अब भात खाएँ है त गाइज। ल, यो दाल हालौँ थोरै, अनि त्यसपछि थोरै मासु, लौका मासुको तरकारी राखेर ल। मिठो लौका र मासुको चाहिँ बेस्ट कम्बिनेसन हुन्छ साथीहरू। तपाईँहरू पनि यसरी बनाएर खानु। चटनी मिठो भयो।